नमस्कार। आजको भिडियोमा म विदेश नीति भनेको के हो, नेपालको विदेश नीतिका आधारहरू के हुन्, यसका सबल पक्ष र दुर्बल पक्ष के हुन् भन्ने बारेमा समीक्षा गर्दैछु। परराष्ट्र नीति अर्थात् अरू देशहरूसँगको सम्बन्धलाई विदेश नीति भनिन्छ। कुनै पनि देशले आफ्नो हित र सुरक्षालाई ध्यानमा राखेर यस्तो नीति बनाएको हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्धको नीति, कार्यक्रम तथा व्यवहारलाई नै विदेश नीति भनेर बुझ्नुपर्छ। हरेक देशको आफ्नै विदेश नीति हुन्छ, तर सबै देशको विदेश नीतिमा केही समान उद्देश्यहरू रहन्छन्। जस्तो कि आफ्नो देशको हित वा भलाइ नै विदेश नीतिको मुख्य उद्देश्य हो। अन्तर्राष्ट्रिय व्यापार, लगानी र आर्थिक लाभको उद्देश्यलाई ध्यानमा राखेर विदेश नीति बनाइन्छ। विदेश नीतिको अर्को उद्देश्य भनेको राष्ट्रिय सुरक्षा हो। आफ्नो देशको स्वतन्त्रता, क्षेत्रीय अखण्डताको रक्षा अर्थात् आफ्नो देशका भूभागहरूको रक्षा गर्ने उद्देश्यले विदेश नीति बनाइन्छ। त्यसैगरी विदेश नीतिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो देशको प्रभाव र मान्यता बढाउने उद्देश्य पनि राखेको हुन्छ। विदेश नीति अनुसार नै अरू देशहरूसँग कला र संस्कृतिको आदान प्रदानका कामहरू पनि गरिन्छन्। कुनै देशले आफू अरू देशसँग कसरी प्रस्तुत हुने वा अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा त्यसको विदेश नीतिमा भर पर्छ। यानि कि विदेश नीति अनुसार नै कुनै दुई देशहरूबीच हुने द्विपक्षीय सम्बन्धको आधार तयार हुन्छ। यस्तो द्विपक्षीय सम्बन्ध मात्र होइन, विदेश नीतिले बहुपक्षीय सम्बन्धको निर्धारण पनि गर्छ। विश्वका विभिन्न देशहरू वा अन्तर्राष्ट्रिय संगठनहरूसँगको बहुपक्षीय सम्बन्धको ढाँचा विदेश नीतिले नै किटान गर्छ। जस्तै संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन वा विभिन्न क्षेत्रीय संगठनहरूसँग राखिने सम्बन्ध विदेश नीतिमै भर पर्छ। विदेश नीतिले मानवाधिकारको रक्षा गर्न, लोकतन्त्रको विकास गर्न र अन्तर्राष्ट्रिय कानूनहरूको पालन गर्न सहयोग गर्छ। वैदेशिक व्यापार, वैदेशिक लगानी, वैदेशिक अनुदान, वैदेशिक रोजगार जस्ता कुराहरूसँग विदेश नीतिको सम्बन्ध हुन्छ। आतंकवाद र अन्तर्राष्ट्रिय अपराधको नियन्त्रण र सैनिक सहयोगका कामहरू पनि विदेश नीति अनुसार नै हुन्छन्। अब केही बेर नेपालको विदेश नीतिको बारेमा कुरा गरौँ। नेपालको संविधानको धारा 51 को उपधारा ड मा नेपालको विदेश नीति कस्तो हुने भनी उल्लेख गरिएको छ। यस संविधानमा नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने भनी उल्लेख गरिएको छ। यहाँ भएका शब्दहरू केही कठिन पनि छन्, त्यसैले संविधानमा लेखिएका यी शब्दहरूलाई एक एक गरेर बुझ्ने कोसिस गरौँ है त। सार्वभौम सत्ता भनेको कुनै पनि देशको हरेक कुरामा स्वतन्त्र र स्वाधीन हुने शक्ति हो। अर्थात् कुनै पनि देशका जनताहरूमा रहेको आफ्नो निर्णय आफैले लिन पाउने शक्तिलाई नै सार्वभौम सत्ता भनिन्छ। यही सार्वभौम सत्ताको रक्षा गर्ने उद्देश्यले विदेश नीति बनाइन्छ। भौगोलिक अखण्डता भनेको देशका सबै भूभाग अखण्ड रहनु अर्थात् पुरै देश एउटै रहिरहनु हो। स्वाधीनता शब्द स्व अर्थात् आफू र अधीनता अर्थात् नियन्त्रण भन्ने शब्द मिलेर बनेको छ। यसले अर्काको अधीनमा नबस्नु वा स्वतन्त्र हुनु भन्ने अर्थ जनाउँछ। राष्ट्रिय हित भनेको जुन नीतिले आफ्नो देशलाई फाइदा पुग्छ त्यही नीति अपनाउनु पर्छ भन्ने हो। यसका साथै नेपाल संयुक्त राष्ट्रसङ्घमा दर्ता भएको राज्य पनि हो। नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र अर्थात् चार्टर अनुसार बनेका अन्तर्राष्ट्रिय कानून र सिद्धान्तहरू पालना गर्छ। नेपाल असंलग्न परराष्ट्र नीति भएको देश हो, अर्थात् यो देश कुनै पनि शक्ति गुटसँग मिल्दैन। जस्तो कि नेपालले कुनै पनि देशको सैनिक गुटसँग मिलेर अर्को देशमाथि आक्रमण गर्दैन। यो देश अन्तर्राष्ट्रिय विवादमा तटस्थ बस्छ, यानि कि पक्ष वा विपक्षमा उभिँदैन। नेपालको वैदेशिक नीति पञ्चशीलको सिद्धान्तमा आधारित छ। पञ्चशीलको सिद्धान्तमा 5 प्रमुख सिद्धान्त वा विचारहरू हुन्छन्। ती 5 थरी विचारहरू यस प्रकार छन्: एकअर्काको सम्मान गर्ने, एकअर्कालाई आक्रमण नगर्ने, अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानताको व्यवहार गर्ने र पारस्परिक लाभ अर्थात् आपसी फाइदाका कामहरू गर्ने। यसरी नेपालले आफ्नो विदेश नीति कस्तो हुने भन्ने कुरा संविधानमै प्रष्ट लेखेको छ। नेपालका राजनीतिक दलहरूले सरकार चलाउँदा संविधानमा यसरी स्पष्ट लेखिएको नीतिलाई पालना गर्नुपर्छ। नेपाल एक भूपरिवेष्टित देश हो, अर्थात् यो देशलाई चारैतिरबाट अरू देशको जमिनले घेरेको छ। समुद्रसँग नजोडिएको हुनाले नेपालले आफ्नो विदेश नीति बनाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ। करिब 250 वर्ष अघि नै पृथ्वीनारायण शाहले नेपाल दुई ढुङ्गा बीचको तरुल हो भनी हामीले होशियार हुनुपर्ने विदेश नीति बनाएका थिए। वास्तवमा त्यो एउटा युद्ध नीति थियो,
तर अब हामीले भारत र चीनका उपलब्धिहरूबाट फाइदा लिन सक्ने नीति बनाउनुपर्छ। हामीले एक असल छिमेकी बन्ने कुरामा सधैँभरि सचेत रहनुपर्छ। अनि अर्को कुरा, पहिला नेपालको सम्बन्ध छिमेकी मुलुकसँग मात्रै हुन्थ्यो, तर अब विश्वभरिका देशसँग हामीले सम्बन्ध बढाउनुपर्छ। वैदेशिक रोजगारीका लागि नेपालीहरू विश्वभरि पुगेका छन्। ती नेपाली कामदारहरूको हित हुने गरी र तिनको संरक्षण गर्न सकिने गरी हामीले आफ्नो विदेश नीति बनाउनुपर्छ। विश्वका ठूला वा शक्तिशाली देशहरूसँग हाम्रो सम्बन्ध सुमधुर हुनु जरुरी छ। नेपाल एक अविकसित राष्ट्र पनि हो। नेपालले दाता राष्ट्र वा सहयोगी देशहरूसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ। आफ्नो देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई असर नपर्ने गरी विदेश नीति बनाउनुपर्छ। नेपालले विभिन्न अन्तर्राष्ट्रिय संगठनको सदस्यता लिएको छ। त्यस्ता संगठन र त्यहाँ भएका अरू देशसँग नेपालको असल सम्बन्ध हुनुपर्छ। नेपाल एक कृषि प्रधान देश हो। कृषिलाई आधुनिक बनाउन र यहाँ उद्योगहरूको विकास गर्न वैदेशिक लगानी भित्र्याउनु आवश्यक छ। यसले देशमा उत्पादन बढाउन सहयोग गर्नेछ। अहिलेको अवस्थामा नेपाल विश्वभरिबाट माल सामान आयात गर्ने राष्ट्र हो। वैदेशिक व्यापारका लागि नेपालले ठूलो रकम खर्च गर्ने गरेको छ। आफूलाई व्यापारमा फाइदा हुने व्यापारिक नीति बनाउन सके नेपालले हरेक वर्ष खरबौं डलर बचाउन सक्छ। यहाँ जलविद्युत उत्पादनको सम्भावना पनि व्यापक छ। विद्युत व्यापार गरेर पनि राम्रो आम्दानी गर्न सक्ने देश भएका कारण विदेश नीति बनाउँदा ऊर्जा व्यापारका बारेमा पनि सोच्नुपर्छ। नेपालमा भएको पर्यटकीय सम्भावनालाई हेरेर पनि विदेश नीति बनाइनुपर्छ। सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनहरूको सदस्य भएका नाताले नेपालले आफ्नो फाइदा हेर्न सक्नुपर्छ। चीनको बेल्ट एन्ड रोड कार्यक्रम होस् वा अमेरिकी परियोजनाहरू, कुन कार्यक्रमबाट देशलाई फाइदा हुन्छ त्यसमा नेपालले चासो देखाउनुपर्छ। तर आफ्नो स्वाधीनता र सार्वभौम सत्ताको बारेमा सधैँ सचेत र संवेदनशील रहनुपर्छ। धन्यवाद।